म यहाँ गाउँ तपाईँ घन्टी बजाएर अनि चाहिँ डोलीमा बोकेर ल्याएर गर्नु हुन्छ र जिन्दगीमा के हो तपाईँको दुःख के हो सुख के हो भन्दैन त्यति मात्र दुइटै कुरा भन्दैन प्रश्न भन्नु दुःख के हो दुःख भनेको तपाईँको अनुभव महसुस हो सुख भनेको के हो महसुस हो दुइटै महसुस हो महसुस भनेपछि फरक छैन सुख दुःखमा केही पनि फरक छैन म त फरक देख्छु नि त के फरक छ दुःखमा के हुन्छ पीडा हुन्छ कहाँ हुन्छ त्यो किन महसुस हुन्छ? तपाईँले होइन महसुस त्यो महसुस भने मैले महसुसमा एउटा हुन्छ नि त केही फरक पर्यो नि तपाईँको दुःख भनेको चाहिँ अरूले पीडा देखिन्छ कि सुख भनेको के भन्दा चाहिँ आनन्द छैन महसुस महसुस भन्दा पनि महसुस त अलग कुरा हो तर त्यसलाई पनि प्रब्लम हुन्छ नि त होइन भनेको मतलब महसुस पनि के भन्छ नि अब नेगेटिभ पोजिटिभ दुइटा होला नि त भनेको सकारात्मक नकारात्मक दुइटा होला नि त इङ्ग्लिसमा नेपालीमा पनि सकारात्मक नकारात्मक दुइटा भन्छ होला होइन तपाईँको चाहिँ महसुस पनि तपाईँको दुई खाल हुन्छ नि एउटा पीडादायक महसुस एउटा आनन्दको महसुस तपाईँको पीडा मलाई सुख लाग्न सक्छ मेरो सुख तपाईँलाई पीडा लाग्न सक्छ सक्छ तर यो भनेको महसुसै हो कि तर मैले के भनेको भन्दा कसको हो भन्ने कुरा हो कि तपाईँको हो कि मेरो हो भनेको हो नि त तपाईँको पीडामा म खुसी हुनु भने त त्यो तपाईँको तपाईँले आफ्नै प्रश्न बिर्सिनु हो कि प्रश्न होइन किन भन्नु दुःख सुख दुःख के हो सुख के हो महसुस हो कि अरू केही पनि होइन जिन्दगी के हो जिन्दगी भनेको खेल हो केही पनि होइन तपाईँ बच्चा बेला चाहिँ